विषय के हो भने अहिले जुन आन्दोलनमा 3 वर्ष यता हाम्रा धेरै साथीहरू हामीसित जोडिनु भएको छ, अभियन्ताहरू जोडिनु भएको छ, पूर्व कर्मचारीहरू हामीसित जोडिनु भएको। विशेष गरी मैले अहिले सर्वेन्द्र खनाललाई सम्झिन चाहे। यो बिचमा सुरक्षा क्षेत्रमा हाम्रो चुनौती छँदैछ। यो सरकारमा पनि सुरक्षा चुनौती र रणनीति चुनौती छ र हाम्रो अभियानलाई पनि सुरक्षा क्षेत्रमा चुनौती र रणनीति बनाउनु जरुरी छ। यसकारण हामीले सम्झेको एकजना पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई मैले सम्झन चाहेको छु। उहाँले आफ्नो कार्यकालमा गरेका धेरै राम्रा कामहरू जनताको पक्षमा गर्नुभएको छ। जस्तो जनतासँग प्रहरी अथवा जनतासँग साथी, प्रहरी र साथी जनता भन्ने यो विभिन्न कार्यक्रमहरू उहाँकै कार्यकालमा आएका हुन्। जस्तो उहाँ वीरगञ्ज हुँदाखेरि बोर्डर साइडमा हुँदा पीडितका घरमा जाने, उहाँले सहयोग गर्ने, यी यावत कुराहरू उहाँले आफ्नो कार्यकालमा सुशासनको क्षेत्रमा राम्रो काम गरेको हाम्रो इतिहास छँदैछ। यसकारण सर्वेन्द्र खनाल जस्तो मान्छे, उहाँ जस्तो व्यक्तित्व, उहाँ जस्तो एउटा चाहिँ निखार व्यक्तित्व, निष्कलङ्क व्यक्तित्व आज हाम्रो नागरिक बचाउ अभियानले पायो भने यी सहकारी लघु वित्त ब्याङ्क पीडितलाई शोषण गर्ने व्यक्तिहरूको घुँडा फुस्काउनलाई उहाँको नेतृत्वमा उहाँलाई कुनै जिम्मेवारी दिएर हामीले राख्यौँ भने, दुर्गाजीको नेतृत्वमा कुनै विभाग जिम्मेवारी दिएर राख्यौँ भने पक्कै पनि उहाँले एउटा रणनीति बनाउनुहुन्छ। सुरक्षा क्षेत्रमा पनि उहाँको ठुलो चाहिने सहयोग मिल्नेछ। यसकारण पनि हामी चाहन्छौँ सर्वेन्द्र खनाल जस्तो व्यक्तित्व हामीलाई चाहिएको छ। यसकारण उहाँको व्यक्तित्वको कारणले गर्दा धेरै नागरिकहरू अहिले पनि उहाँलाई चिन्छन्, नेपाली जनताले चिन्छन्, राष्ट्रिय अन्तर्राष्ट्रियमा उहाँको छवि छ। यसकारण पनि सर्वेन्द्र खनालजीलाई ल्याउनको निम्ति मैले नेतृत्वलाई आह्वान गर्दछु, अनुरोध गर्दछु र दुर्गा प्रसादज्यूलाई पनि मैले अध्यक्षज्यूलाई पनि यहीँबाट यो भिडियोबाट सार्वजनिक गर्न चाहन्छु कि यो देशमा भएका तमाम भट्ट तस्कर दलालहरूलाई ठेगान लाउने कुना कुनामा उहाँसित चाहिँ त्यस्तो खालको छ, इतिहास पनि छ। अर्थात् चाहिँ उहाँसित त्यो रेकर्डहरू पनि होला, केही होला। यसकारण सबै कुरा उहाँले चाहिँ थाहा भएको हुनाले यी अपराधीहरू कसरी चिन्ने, कसरी समात्ने, यी को हुन् भन्ने खालको कुरा उहाँमा त्यसको खालको क्षमता भएको हुनाले हामी चाहन्छौँ उहाँ जस्तो व्यक्तित्वलाई हाम्रो अभियानमा जोड्न पायौँ भने यो अभियानले अझ 10 गुणा बढी फड्को मार्नेछ भन्ने कुरामा मैले राख्न चाहन्छु। हस्त, नमस्कार।